रेडी छौ? हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ मेरो युट्युब च्यानलमा। र सबैजना सन्चै हुनुहुन्छ? घाम आउने बित्तिकै हजुरको क्यामेरामा कस्तो लाइटिङ देखाउँछ। लाग्यो साथीहरू। अब हावा हावा चलेर अटोमा राम्रो छ। यतादेखि जाने बनाएर रहेछ नि त साथीहरू। हामी चाहिँ सुत्या थियो क्या कहाँ बस 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 धुलो उडिरहेछ। साथीहरू हामी चाहिँ आइपुग्यौँ। यहाँ फेरि ताल चलाइएछ, चाबी छैन। अब चाहिँ के न राधिका हो म्याम साप के गर्नु र यस्तै छ। यता फेरि फाचा फुच्चीहरूले फेरि बोक्न दिने हुन् क्या। लिएन चप्पल लगाउ त। तुलसीको यहाँ होलिया खराब भएको छ। तुलसीराम बोल न। बोल्नुहोस् तपाईँ पनि भैया ब्लगमा। अब चाहिँ गइन्छ। के गर्ने हो? यो त किन चल्छ? ए यताको होइन र बोक्ने मल। लौ त साथीहरू अब लागि यो कामतिर। यहाँ देख्न सक्नुहुन्छ यो मल कुखुराको मल हो हामीले फाल्ने चाहिँ। अनि यताको चाहिँ अलिकति सफा गरेको रहेछन्। अनि यताको चाहिँ पुरै छ। माई गॉड यता त डोजर बराबर गराउनुहुन्छ है। फेरि जिसिबी बराबर। राधिका किन ट्या फेरि त्यस्तरी। ए साथीहरू मल बोकिरहेछौँ हामी चाहिँ यस्तरी तान्छौँ। मल फाल्ने चाहिँ यहीँनिर हो है, पक्कैनिर हो। उतादेखि दुखारेहरू त्यहाँ। सक्दैन क्या यार। के छ लौ हो लौ 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 गरिरहेछ। यत्रो मोटो ज्यान कालोग्ने गर्नु पर्यो। लौ यता पनि गइरहेछ काम। ल ल सो गर यो मल उता लैजायो। मोटे निधन हाय लिया ना। हेलो यिनी पनि खायो भने त फेरि अर्कै तमासा छ नि। हेर्नुहोस् साथीहरू उपारिदेखि सोर्दै यहाँ आयौँ। मर्न आँट्यौँ हौ हामी त। यहाँ हेर त तुलसी बहादुरले यहाँ
तुलसीमा त बहादुर नाम त्यही त तुलसी हो नाम तर बहादुरी काम गर्छन् के त्यही भएर बहादुर जस्तै गरेर बेल्चा चलाइरहेछन् अनि बहादुर भनेको मैले चाहिँ यताको फेरि मोटेलीले फेरि ट्र्याक्टर जस्तै सिएम बोक्दै फाल्दै होइन के ट्र्याक्टर जस्तै ट्र्याक्टरले बालो बोक्छ त त्यस्तै बोक्दै फाल्दै उपार फाल्नु जान्छ भिडियो गराइदिने गरे यहाँ भाइरल हुन मन छ गरे मकै बारी तर्याम अहिले पो होला र अहिले र त्यही त के यता फेरि के को रहर हो बच्चाहरूलाई रहर लाग्छ यसलाई लुङ्गी पनि जतादेखि पाल बाहार के अब के गर्नु त अब यस्तै दिन्छ ए अब हुनु परेन कस्तो लाग्यो ए माखाहरू ए बागे यसलाई साथीहरू यसरी बोक्छु अनि यसरी हो अब चाहिँ यसलाई चाहिँ त्यहाँ अगाडि फालिन्छ वहाँदेखि वहाँसम्म हामी गरेछौँ कि बाब्रे आज त पास नै बस्छ होला हौ ए देख्न सक्नुहुन्छ यति धेरै फालेछ टोक्ने मकै बारी तर्याम भने जस्तै हो हे भगवान् अब कतिखेर सकिन्छ अब चाहिँ धेरै चाहिँ छैन अलिकति छ हिजो चाहिँ यताको चाहिँ अरूले गरे रहेछन् यताको चाहिँ त्यहाँदेखि वहाँसम्म चाहिँ हामीले गरेका छौँ गाह्रो छ हो साथीहरू के गर्नु हो के हो म्याडमहरू छिटो जल्दी तुलसी बहादुरले फेरि लास्तै हालत डाउन भयो यार साथीहरू अहिले चाहिँ लास्तै हालत डाउन भएको छ अहिले चाहिँ इनर्जी छैन अब लस भइसक्यो दिदी बस्नु न एकछिन रेस्ट त गर्नु के तुलसीको हालत यहाँ फ्र्याक्चर भइसक्यो लास्तै गाह्रो भयो साथीहरू के गर्नु भोक लाग्यो यहाँ 3 बज्न आँटिसक्यो कति बज्यो बाब्रे अहिले वहाँ जाने खोर जाने अहिले त साँच्चीकै हालत डाउन भयो गाह्रो छ साथीहरू के गर्नु भोक लाग्यो यार अहिले त अब एकछिनमा नास्ता खान जान्छौँ हामी चाहिँ अनि घर जान्छौँ अब यति छ साथीहरू यति छ वहाँदेखि ल्याएर अब यति छ यो सिताउँछौँ अनि घरतिर प्रस्थान हुन्छौँ सबको हालत डाउन भएको छ राधिका कस्तो अवस्था छ तिम्रो अहिले भन त अवस्था सबै ग्यास्ट्रिक भइरहेको छ भन्नै नगर्नु ग्यास्ट्रिक भरिया छ अरे अब के गर्ने त यहाँ जानवर पनि लाग्दैन घर पनि कसरी पुग्ने हो गाह्रो छ जाइसो अब तुलसी तिम्रो छ नि के र मेरो गराइदिन्छ एउटा पछाडि राख्नुहोस् कता त्यहाँ आइरहेछ दोस्रो जग्गा
लाग्यो किन नदेखाइदिएर लाग्यो गाइसहरू घरतिर चल्ला फालेर सो गाइसहरू हामी चाहिँ घर आयौँ होइन घर आएर पनि खानासाना पकाउन आँटेको म चाहिँ अनि मेरो हातमा चाहिँ हरियो साग देख्न सक्नुहुन्छ अब चाहिँ खाना पकाउन सुरु गर्दैछु म चाहिँ अनि हामी चाहिँ 4:30-5 बजी त्यस्तै आसपासमा घर आइपुगेको थियौँ अनि तरकारी किन्न गयौँ तरकारी किनेर आएर रेस्ट गरेर अनि चाहिँ खाना पकाउँदैछु सुरु गर्दैछु अनि मेरो बहिनीले चाहिँ उता कुकुरलाई खाना दिँदैछन् अनि त्यही हो साथीहरू म चाहिँ खाना पकाउँछु अनि आज चाहिँ मल सोरेर यस्तो थाकेको छु नि म आज छिटै खानासाना खाएर छिटै सुत्नु पर्ला जस्तो छ। सो गाइस तरकारी पाक्दैछ यता चाहिँ भात तरकारी पकाउँदैछु मैले चाहिँ देख्न सक्नुहुन्छ साथीहरू हाम्रो चाहिँ साँझको तरकारी हो आज चाहिँ मासु पाकेन भएर चाहिँ टमाटर काट्छु यता चाहिँ राधिका म्याडमले भाडा मास्दै हुनुहुन्छ अरू आज चाहिँ कस्तो महसुस भयो यो कस्तो भइरहेको छ शरीर दुखिरहेको छ कि नै अब शरीर त दुख्ने यो ताकुले बुन्दाखेरि सुत्दैन नानी फेरि अघि न हामी आएको आधा घन्टापछि सुतेको अझै उठेको छैन। मेरो लुनाले किन यस्तरी हेरेको हेर्नुहोस् त साथीहरू मेरो लुनाले किन यस्तरी हेरेको लुना सेती अब पालो आयो रोटीको रोटी के रोटी कि लोटी हुनु अब पालो आयो रोटीको रोटी बनाउँदैछौँ बुवाको लागि पुसाईको लागि। अब भान्साको काम सक्यो रोटी लास्टमा हुन्छ माथि लगाएको मैले चाहिँ बेले अनि राधिकाले चाहिँ पोल्ने साथीहरू आज चाहिँ हामी बजार जाँदैछौँ हिजो गाउँ गयौँ आज चाहिँ बजार जाँदैछौँ। हेलो नानी हेलो तुलसी हेलो राधिका लाग्यो साथी घरतिर भातबटे निकाल्छौँ। सो साथीहरू हामी चाहिँ अब उखुको जुस खान लाग्यो अब त्यहाँनिर नास्ता खाएर आयौँ फेरि यहाँ उखुको जुस खान लायौँ। तुलसी फेरि किन निराश भयो फेरि कसले के भनेको छ कसले के भनेको छ तेरो चप्पल कहाँ छडायो यहाँ यस्तो मिठो हुन्छ साथीहरू यहाँनिर चाहिँ माथिको हामी अनि चाहिँ त भात 3 ठाउँमा हेर त सरदार लियो यति चकचक गर्ने के भिखारीको छोरी जस्तो क्या साथीहरू गर्मीमा
यस्तरी चिसो चिसो उखुको जुस खानुपर्छ शरीरलाई नि राम्रो छोरीलाई अनन्न पास जहिले पनि गुगलको खाने म त कहाँ ल्याउनु एकछिन के हो साथीहरू खानै पर्यो त्यो त रानी तला हो हामी चाहिँ अब साथीहरू उहाँ जाँदैछौँ है महेन्द्र पार्क चाहिँ साथीहरू उहाँ जाँदैछौँ के भन्छ अरे महेन्द्र पार्क बच्चाहरू खेल्ने ठाउँ छ के हामी बच्चाहरूलाई खेलाउँछौँ अनि घर फर्किन्छौँ कति बज्यो अहिले 3:05 कस्तो भिड हुन्छ यताको टिकट दिनु न बन्न छ नि पसल यही हो एउटै हुन्छ टिकट काट्यौँ साथीहरू 25 रुपियाँ एउटाको 25 रुपियाँ लोड लाने त्यो नानी ऊ पारी ऊ तिम्रो छोरा पारी हेर पारी के यस्तो ठाउँ छ कि साथीहरू बच्चाहरू खेल्छन् रमाइरहेछ यी अर्को बच्चा यो ऊ त्यो बाँदर त त्यहाँ पुगेछ जिम होइन जाम त्यहाँ जनावर हेर्नु जनावर पनि छ है महेन्द्र पार्क ओ माई गॉड आजकल त यहाँ आई लभ महेन्द्र पार्क पनि बनाएर चाहिँ साथीहरू ओ माई गॉड त्यस्तो खालको राख्छन् त्यो डाक्यो हो यसको नाम के रे अस्तरी सो कि लिएन चाहिँ यो छ यसको नाम के रे गरायो यी लोकल भाले पनि रहेछ चाहिँ तिमी यसमा लोड्छौ त साना आउट ल हेर्नु त साथी हो यहाँ तुलसीको हालत यस्तो छ सगरमाथा चढेको तिमी ओइ तुलसी तिमी सगरमाथा चढे हो कि कहाँ चढेको एकछिन बोल्नु त भलो गर्नु छ सगरमाथा पुगिसकेको तुलसीको हालत हाम्रो दिदी चाहिँ पारी बस्नु भएको छ गाई सो गाइजहरू फेरि हामी चाहिँ फर्किसक्यौँ बजारतिर